हाम्रा 16औं राष्ट्रिय विभूति महागुरु मोहिमुङ आङसिमाङ फाल्गुनन्द लिङदेन उहाँले समाज सुधारका निम्ति धेरै सन्देशहरू हामीलाई छोडिदिनु भएको छ हैन। जसमध्ये उहाँले भनेको एउटा कुरा लाई स्मरण गरेर म आज यहाँहरू समक्ष केही कुराहरू राख्ने, आफ्नो व्यक्तिगत धारणाहरू राख्ने कोसिस गरिरहेको छु। उहाँले भन्नुभएका धेरै कुराहरू मध्ये एउटा कुरा स्वदेशी कपडाको प्रयोग गर्नु, यो कुरोलाई हामीहरूले चाहिँ नि गहिरो गरी बुझ्न जरुरी छ हैन। किनभने हाम्रो चाहिँ नि यो विदेश जानुपर्ने बाध्यताको पछाडि कहीँ न कहीँ यस्ता सानातिना कुराहरू पनि निकै ठुलो भएर चाहिँ नि बसेका छन्। जस्तो हामीहरूले प्रयोग गरिरहेको धेरै विदेशी कपडाहरूले हैन, हामीहरूले विदेशमा कमाएर ल्याएको पैसाहरू विदेशै पुर्याउने काम गर्छन्। अनि हामीहरूले चाहिँ नि विदेशी कपडाहरूको प्रयोगै गर्नु हुँदैन, लाउनु नै हुँदैन भन्न खोजेको पनि होइन। हाम्रो जुन स्वदेशी कपडाहरू जुन हामीहरूले उत्पादन गर्न सकिन्छ त्यो चाहिँ हाम्रो वास्तविक क्षमता अनुरूपको चाहिँ नि उत्पादन हुनु पर्यो र त्यसको प्रयोग हामीहरूले विभिन्न कामको लागि गर्न सक्छौँ। हामीहरूले आन्तरिक खपत गराउन त्यसको प्रयोग गर्न सकिन्छ आफै लगाएर हैन। र अर्को कुरो चाहिँ नि राम्रो राम्रो क्वालिटीको चाहिँ नि कपडाहरू बनाएर चाहिँ नि विदेश निर्यात गर्न सकिन्छ। र हामीहरूले हाम्रो चाहिँ नि छिमेकी राष्ट्रहरूको जनसङ्ख्या र हाम्रो राष्ट्रको चाहिँ नि हाम्रो देशको जनसङ्ख्यालाई तुलना गरेर हेर्ने भने जति कपडाहरू विदेशबाट आउँछन् त्योभन्दा चाहिँ नि 10-20 गुणा 100 गुणा बढी चाहिँ नि कपडा चाहिँ हामीहरूले उत्पादन गरेर विदेशमा बेच्नै पर्छ। होइन भने चाहिँ नि जहिल्यै व्यापार घाटामा जान्छ हैन। व्यापार चाहिँ नि घाटा हुनु भनेको ठुलो नोक्सानी हो। यसरी चाहिँ नि व्यापार घाटा हुन नदिनको लागि हैन, वर्षै पछि व्यापार घाटा नदिनको लागि हाम्रा चाहिँ नि पाखा पखेरा जङ्गलहरू सक्षम छन्। हामीसँग धेरै यस्ता चाहिँ नि चिस्यान भएको लेकाली भेगहरू पनि छन् जहाँ चाहिँ नि अल्लोको खेती एकदम राम्रोसँग गर्न सकिन्छ। अल्लोबाट पनि, अल्लोको लोक्ताबाट एकदमै मजबुत धागोहरू बनिन्छ, त्यसबाट गुणस्तरीय कपडाहरू बनाउन सकिन्छ। अनि हामीसँग चाहिँ नि यसमा कामहरू नभएका होइनन्, कामहरू हुँदैछन्, भइरहेका छन्, तर हाम्रो वास्तविक क्षमता अनुरूपको उत्पादन हामीहरूले लिन सकिरहेको छैनौँ। त्यसैगरी यो ब्याम्बो फाइबरहरू बनाउने संयन्त्र पनि हामीसँग छैन, यन्त्र उपकरणहरू हामीसँग छैन। अनि यसमा पनि हामी चुकिरहेका छौँ। हामीसँग धेरै यस्ता जमिनहरू छन् जहाँ कपासको खेती गर्न सकिन्छ, ती चाहिँ नि बाँझै छन्। वास्तविक क्षमता अनुरूपको उत्पादन हामीहरूले लिन सकिएको छैन। अनि हामीसँग चाहिँ नि लेकदेखि औलनैसम्म विभिन्न किसिमका केराहरू खेती गर्न नमिल्ने खालको जग्गा कहीँ पनि छैन। केराबाट पनि एकदमै क्वालिटीको धागो निकाल्न सकिन्छ हैन। यस्ता चाहिँ नि हजारौं लाखौं सम्भावनाहरू हाम्रो आसपासमा अवसरको खाँचोमा त्यत्तिकै चाहिँ नि ओइलाएर बिलाएर गइरहेका छन्। यसमा बृहत रूपमा काम हुने हो भने हामीहरू जति कपडाहरू प्रयोग गर्छौँ चाहिँ नि विदेशबाट ल्याएर जति कपडाहरू प्रयोग गर्छौँ त्योभन्दा धेरै चाहिँ नि क्वालिटीको कपडाहरू हामीहरूले पनि उत्पादन गर्न सक्छौँ र चाहिँ नि विश्व बजारमा हाम्रो स्थान चाहिँ नि हामीहरूले सुरक्षित राख्न सक्यौँ भने हामीहरूले यस्ता मालसामानहरू निर्यात गरेर देशमै बस्न पाइन्छ। हाम्रो अर्थतन्त्रलाई चाहिँ नि उकास्न सकिन्छ र हाम्रा सन्ततिहरूलाई चाहिँ नि विदेशीहरूको गुलामी गर्नको लागि भोलि जानुपर्ने बाध्यताको सट्टामा हामीहरूले चाहिँ नि समृद्धि छोडिदिन सक्छौँ हैन। अनि हाम्रा चाहिँ नि सन्ततिहरू गुलामी गर्न नभई चाहिँ नि पर्यटकका रूपमा विश्व भ्रमणमा चाहिँ नि जान पाउनेछन् हैन। अब यो कपडाको कुरा गर्दाखेरि कपडा सानोतिनो कुरा हो, थोरै चाहिँ नि चुहावट भए जस्तो हामीलाई देखिन्छ, तर यो चाहिँ नि फाटिबस्ने कुरो हो। हेर्नुहोस्, तपाईँको चाहिँ नि थोरै भए जस्तो देखिन्छ, तर निरन्तर चाहिँ नि गइराख्दाखेरि यो अर्थतन्त्रको भाँडोमा चाहिँ नि पाल परे जस्तो हो, चाहिँ नि गइबस्छ, धेरै पैसा जान्छ
यसमा पनि हाम्रो गम्भीर ध्यानाकर्षण हुन जरुरी छ र बृहत रूपमा वास्तविक सम्भावना कति छ, क्षमता कति छ, वास्तविक क्षमता अनुरूपको चाहिँ नै उत्पादन हामीहरूले लिन सक्नुपर्छ। तपाईहरुलाई यस विषयमा के लाग्छ? आफ्नो चाहिँ नि धारणाहरू, आफ्नो प्रतिक्रियाहरू, सल्लाह सुझावहरू चाहिँ नि कमेन्ट बक्समा बताउनु होला र भिडियो मन पर्यो भने लाइक शेयर गरी मेरो च्यानललाई सब्स्क्राइब गरेर तपाईहरुले चाहिँ नि मलाई सपोर्ट गर्न सक्नुहुन्छ। र अन्त्यमा मेरो कुराहरूलाई धैर्यतापूर्वक सुनिदिनु भयो यहाँहरू सबैजनालाई हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। मेरो कृतज्ञतालाई स्वीकार गरिदिनु होला। धन्यवाद।